हेलो नमस्ते सबैजनालाई मेरो ब्लगमा स्वागत छ। लाइक सब्स्क्राइब कमेन्ट सेयर गर्न नबिर्सिनुहोला। र आज मैले यहाँ लिएर आएको छु मासु पकाउने, खसीको मासु कसरी पकाउने भन्ने। र मैले सबै इन्ग्रेडियन्ट्सहरू चाहिँ रेडी पारेर राखेको छु। फर्स्टमा कुकर तताएर तेल हालेको छु र एकछिन तेल तातिसकेपछि मैले जीरा र मेथी फुराएँ। त्यसपछि मैले लसुन पनि हाल्छु, थोरै, धेरै त हाल्दिनँ, थोरै हाल्छु। मैले सुकमेल पनि हालेको थिएँ है। र त्यसपछि आउँछ खुर्सानी। खुर्सानी पछि प्याज हाल्छु। प्याजलाई एकछिन रातो हुने गरी भुट्ने, मजाले चलाउने। चलाएन भने चाहिँ एक साइडमा मात्रै डढ्छ, त्यही भएर राम्रोसँग चलाएर रातो रातो हुने गरी पकाउने। र प्याज चाहिँ रातो भइसकेको भएर म मासु हाल्दैछु। अब मासुलाई मजाले भुट्नुहोस्। राम्रोसँग चलाउँदै गएर भुट्ने। र यसलाई अब एकैछिन छोपिदिने है। 1-2 मिनट छोप्दा हुन्छ यसलाई। र मासु अलि रातो रातो हुन थालिरहेको छ। म चाहिँ यसमा बेसारहरू नहालिकन एकछिन छोप्छु, मजाले चलाएर छोप्छु। अब यसमा चाहिँ बेसार हाल्न रेडी भइसक्यो र म बेसार हाल्छु है। आफूले अड्कलेर कति चाहिन्छ बेसार हाल्ने र नुन पनि त्यस्तै गर्ने। र मजाले यसलाई चलाइदिने अनि एकछिन छोप्ने, फेरि चलाउने। अब टमाटर र यसमा मसला हाल्न रेडी भएको छ। टमाटर हालेर चलाएर अब मसला हाल्ने र मसला पनि एकछिन चलाउने। यो मसला चाहिँ सबै एकैचोटि बनाइसकेको थिएँ मैले पहिला। र यसमा मैले मिट मसला पनि एड गरेको छु र खोर्सानीको धुलो पनि एड गरेको छु। र यसलाई मजाले चलाएर एकछिन छोपिदिने। थोरै पानी पनि हालेँ मैले। अब यो पानी अलिक कम भएको भएर मैले अर्को पनि अलिकति एड गर्छु। अब यसलाई चाहिँ सिटी लगाउन रेडी हुन्छ। दुई 3 सिटी लगाउने। आफूलाई कस्तो साह्रो खान मन छ कि गिलो बनाएर खान मन छ कि आफ्नो स्वाद अनुसारले सिटी लगाउने। र मैले पकाएको मासु चाहिँ रेडी भइसकेको छ। अब यसमा म धनिया हाल्दैछु। धनिया हालेर मजाले चलाउने। र यो रेडी भइसकेको छ है खानाको लागि। धनियाको स्वाद मिठो आउँछ, त्यसैले मैले धनिया एड गरिदिएको। अब मेरो खाना रेडी भइसकेको भएर चाहिँ म सर्भ गर्दैछु। र मेरो यो खाना रेडी भयो, म खाएँ। ल बाई, थ्याङ्क्स फर वाचिङ।